Hello everyone, welcome to my channel Imtar Vlog. म गइरहेको छु काठमाडौँ बिरगंज टु काठमाडौँ अनमोल बस एसी वाला। तपाईँहरू हेर्दै हुनुहुन्छ बस बिरगंजको। हाम्रो नजारा यस्तो रहेछ बिरगंज बस पार्कको जो नजारा रहेछ यो बस हो अनमोल। यसको भित्र हेराउँछु कस्तो रहेछ, तपाईँहरू हेर्दै हुनुहुन्छ। हेलो एभ्रिवान, वेलकम टु माई च्यानल इमतार ब्लग। म गइरहेको छु काठमाडौँ बिरगंज टु काठमाडौँ अनमोल बस एसी वाला। तपाईँहरू हेर्दै हुनुहुन्छ बस बिरगंजको। हाम्रो नजारा यस्तो रहेछ बिरगंज बस पार्कको जो नजारा रहेछ यो बस हो अनमोल। यसको भित्र हेराउँछु कस्तो रहेछ, तपाईँहरू हेर्दै हुनुहुन्छ। यसको भित्र यस्तो रहेछ। म चाहिँ गुरुजीको सिट भयो ड्राइभरको। यो चाहिँ भित्र ढोका खोल्दै बित्तिकै यस्तो यस्तो सिट रहेछ। यसको भित्र यस्तो रहेछ। म चाहिँ गुरुजीको सिट भयो ड्राइभरको। यो चाहिँ भित्र ढोका खोल्दै बित्तिकै यस्तो यस्तो सिट रहेछ। हेलो एभ्रिवान, तपाईँहरू हेर्दै हुनुहुन्छ अपटारीमा हामी फसिसकेका छौँ जाममा। यहाँबाट काठमाडौँ 138 किलोमिटर रहेछ। यहाँ चाहिँ पहिरो खसेर कति घन्टा लाग्छ फाइनली थाहा छैन, कति घन्टामा खुल्छ। हामी जाममा फसिरहेछौँ, हेरौँ कहिलेसम्म खुल्छ। अहिलेसम्म पहिरो लास्टै पहिरो खसेछ आज जाममा। हेर्नुहुन्छ यत्रो बस चाहिँ पुरै नाइट बस पुरै गाडी यस्तो लाइनमा लागेको छ। यो राउन्ड अबाउट भइसक्यो, हेर्नुहुन्छ तपाईँहरू। फाइनली 5 बजिसक्यो। 5 बजे हाम्रो गाडी हिँडिसक्नु भएछ। अब हेर्नुहुन्छ तपाईँ, हामी हिँडेर जामबाट छुटेर हिँडिसकेको। हामी अब काठमाडौँतिर लागिसक्नु भएछ। हेर्दै हुनुहुन्छ मौसम कस्तो राम्रो रहेछ, तर बारिस चाहिँ भइरहेछ, सानो सानो बारिस परिरहेछ। हेर्नुहुन्छ यस्तो। फाइनली अब हामी पुगिसक्यो यहाँ। अब यहाँदेखि मात्र 64 किलोमिटर रहेछ काठमाडौँ। अब पुग्न लागेको हामी। यो अनमोल बस भइसक्यो। बस पनि राम्रो खतरा रहेछ, ड्राइभर पनि चलाउने ठिकै छ। अब कालिम्पोङ हामी बल्ल पुगिसक्यो 10 बजे बिहानको 10 बजे पुग्यो। अब पुग्दै जान्छ यहाँदेखि अब काठमाडौँमा।